अब राजा आयो भने तपाईँहरू कसलाई राजा मान्नु? राजा आयो भने राजालाई राजा मान्छौँ नि। पूर्व राजालाई नै हेर्नु त कस्तो पूर्व र उत्तर भन्नुभएको? यो राजा हुनुभन्दा अगाडि को राजा छ र? राजा कसलाई मान्नुहुन्छ भने कसलाई मान्ने त? तपाईँलाई मान्ने त? तपाईँलाई त तपाईँको साथीले मान्दैन, तपाईँको गर्लफ्रेन्डले मान्दिन, तपाईँको श्रीमतीले मान्दिन। बस हावा निकल गई। सबैले मानेको मान्छे को हो त यो देशको? पृथ्वीनारायण शाह हो नि, उसको वंशजको राजा हुन्छ नि। यस्तो 2-2 त राजा भएका हुन् नि त, खोइ त ऊ बेला केही पनि गर्न सकेन नि त उहाँले पनि। तपाईँले के गर्नु पर्यो? तपाईँ त्यसै बर्डन ठुलो हुनुभयो, तपाईँको बाबुले केही नगरी यत्रो हुनुभयो। तपाईँको आमाले केही नगरिकन तपाईँ यत्रो हुनुभयो। के प्रश्न गर्दै हुनुहुन्छ तपाईँ? यत्रो देश तपाईँ 4 आना जग्गा जोड्न सक्नु भएको छ अहिलेसम्म? 1,47,181 वर्ग किलोमिटर क्षेत्रफल हो। त्यो भनेको कति हो हेक्टर हो थाहा छ? थाहा छ तपाईँलाई? तपाईँ जीवनकालभरि काठमाडौँमा 4 आना जग्गा जोड्न नसकेकोले भौतारिएर हिँडेको होइन यो माइक बोकेर। खत्म, बाय बाय, टाटा, गुड बाय, गया।